नमस्कार दर्शकवृन्द। नेपालको राजनीति फेरि निर्णायक मोडमा छ। सबैको एउटै प्रश्न, को जित्ला चुनाव, कति सिट कसले पाउला र सबैभन्दा महत्त्वपूर्ण, नेपालका लागि के राम्रो। आज हामी हल्ला होइन, संकेत र तथ्यका आधारमा विश्लेषण गर्दैछौँ। वर्तमान राजनीतिक अवस्था हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ। नेपाल अब एक दलको बहुमतको राजनीतिबाट गठबन्धनको राजनीतिमा प्रवेश गरिसकेको छ। ठूला दलहरूसँग संगठन छ, इतिहास छ, तर जनआकर्षण घट्दो देखिन्छ। मध्यम दल र नयाँ शक्तिहरूले भने सहर केन्द्रित क्षेत्रमा प्रभाव बढाइरहेका छन्। मतदाताको सोच पनि बदलिँदैछ। अब भाषण होइन, नतिजा खोजिँदैछ। अब प्रश्न आउँछ, कति सिट कसले? संकेतहरू के भन्छन् भने ठूला दल सबैभन्दा धेरै सिट तर एक्लै बहुमत असम्भव जस्तै। मध्यम दल कम सिट भए पनि सरकार बनाउने चाबी। नयाँ स्वतन्त्र थोरै सिट तर संसदको बहस बदल्ने शक्ति। यसको अर्थ के हो? 2 देखि 3 दल मिलेर सरकार बन्ने सम्भावना उच्च। चुनावपछि सुरु हुन्छ गठबन्धन वार्ता, समर्थन र सम्झौता, मन्त्रालय र नीति बाँडफाँड। यहाँ साना दल र स्वतन्त्र सांसद निर्णायक बन्छन्। यही कारण चुनावको अन्तिम नतिजा भन्दा पनि चुनाव पछिको समीकरण झन महत्त्वपूर्ण हुनेछ। अब सबैभन्दा गम्भीर प्रश्न, नेपालका लागि के राम्रो? 1 5 वर्ष टिक्ने सरकार, रोजगारी र अर्थतन्त्रमा फोकस, सुशासन र भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थिरता। सरकार को बन्छ भन्ने भन्दा पनि सरकारले के गर्छ भन्ने मुख्य कुरा हो। अन्त्यमा भन्नुपर्दा यो चुनाव केवल सिटको खेल होइन, यो दिशाको चुनाव हो। तपाईको विचार के छ? को बन्ला प्रधानमन्त्री? गठबन्धन सही कि एकल सरकार? दिएको टिप्पणी खर्त भन्न लाग्नुहोस्।